समग्रमा सोचे जस्तै यो पहन भइरहेको छ। अब लिगको म्याचहरूमा पनि कप कम्पिटिसन म्याच भए पनि जस हामीले जित हासिल गरेको छौँ। अब सेमी फाइनल प्रवेश गरेको छ, जो सोचे अनुरूप नै अगाडि लयमै हिँडिरहेको छ टिम। सेमी फाइनल पुगेको टिम त त्यसै पनि राम्रो छ। सबभन्दा पहिला त पार्टिसिपेट गरेको टिम सबै राम्रै थियो। त्यसमाथि क्वार्टर फाइनल सेमी फाइनल भनेको त सब बेस्ट टिमहरू आउनेछ र हामी रुकुम पश्चिमसम्म भोलि हामी 4 बजे म्याच खेल्दैछौँ। 4 बजेको म्याच उहाँसँग विदेशी अनुभवी खेलाडीहरू राम्रो प्लेयर हुनुहुन्छ। कम्पिटिसनै हुन्छ। अब गेम लयमा जान्छौँ हामी। अब योजना त हामीले ब्लक नै गर्नुपर्ने हुन्छ। मेन भनेको रिसिभर ब्लक नै हो। विदेशीहरू प्लेयरलाई रोक्न सक्यो भने हामीले जित निकाल्न सहज हुनसक्छ। हाम्रो अस्तिको तुलनामा ब्लकिङमा हो। आज केही हामीले त्यो बिचको ग्यापमा 2 दिनमा जुन हामीले रेस्ट टाइमलाई युज गऱ्यौँ र अपोनेन्ट प्लेयरहरूको लागि ब्लक अलिकति मिलाउनु खोज्यो, तर भने जस्तो भएको छैन अझ पनि। तर त्यही अनुसार चाहिँ रिसिभर ब्लक नै हो। सोचेभन्दा नि राम्रो गरिरहेको छ नयाँ खेलाडीहरू त। अब डे बाई डे राम्रो गरिरहेको छ। जस्तै सुनिलहरू, अर्जुन भाइहरू विशुद्ध नयाँ लिब्रो छ। ऊ आफू नै क्विक स्पाइकर हो। मैले भर्खरै उसको देखेर लिब्रोमा गरेको छु, जसले राम्रो गरिरहेको छ। नजिक त अब उद्देश्य नै हो, त्यही नै हो सबैको होइन। पार्टिसिपेन्ट हुनु नै अब गोलको लागि हो। हामी गोलको लागि नै लड्नेछु। सम्भवतः अब खेल हो, सबै टिम राम्रो छ। के हुन्छ त्यो गेमले बताउला, तर हामी आफ्नो बेस्ट दिनेछौँ। सायद पुग्छ होला। लिग च्याम्पियनसिप भनौँ धेरै राम्रो। अब आर्थिक अवस्थाको कुराहरू छ अरूसँग होइन। त्यही पनि अब व्यक्तिगत टिमहरूले विदेशीहरू टिमहरू ल्याएर खेलेको छ, जुन कुरा नेपाली प्लेयरको लागि पनि फाइदाजनक छ। उहाँहरू सिक्न सक्ने चान्सेस पनि बढी हो। धेरै राम्रो कुरा हो। यो कन्टिन्यू हुनुपर्छ। यो जुन अघिल्लो वर्ष ग्याप भयो उसमा होइन, योभन्दा अघिल्लो वर्ष त ग्याप भएको थियो। लिग चाहिँ भयो, च्याम्पियनसिपको ग्याप भएको थियो। त्यसलाई कन्टिन्यू गर्नुपर्छ। राम्रो काम हो यो। सुरुवातभन्दा राम्रो काम गरिनु भएको छ भलिसम्मले धेरै राम्रो छ। भलिबल प्रतियोगिता त हुन इम्पोर्टेन्ट नै छ। त्यो माथि यो एनबिएको यत्रो ठुलो जुन विदेशी ख्याति प्राप्त खेलाडीहरू जुन आइरहनु भएको छ, उसले गर्दा पछिको जेनेरेसनहरूले पनि सिक्ने, जस्तै हामी क्लब स्तरीय पनि जुनियर ब्याच भाइहरूले पनि सिक्ने, विदेशीहरूले कस्तो खेल्छ अरू कुरा सिक्ने, र हामी कोचले पनि धेरै कुरा उहाँबाट सिक्नुपर्ने हुन्छ र यसले फाइदाजनक नै भएको छ।